चाहिँ टर्टलको स्ट्याचु कति राम्रो छ। कतिवटा के कसरी चिन्ने भनेपछि त्यसको चित्रहरू चाहिँ त्यो बुकमा समावेश गरेको छ। प्रकृति बचाउन बचाउनुहोस्। हेलो एभ्रिवान, इट्स मी प्रजिता एन्ड वेलकम ब्याक टु माई युट्युबको ब्लग। आज चाहिँ म झापा जाँदैछु साथीहरू। 1 महिनामा म पूर्व पश्चिम पुरै डुलेर भ्याएँ। अब उता पश्चिमको गर्मी खान भ्याएँ, पूर्वको गर्मी खान जाँदैछु। चितवनको गर्मी त झन् यति खायो पुरै नगरौँ। हामी जाँदैछौँ झापा गाइस। यहाँ चाहिँ प्रस्ता कान्छु भाइ हो नि त, मत बताउनु पऱ्यो नि त। हामीलाई लिनको लागि अटो आइसक्यो। सर चाहिँ घर गएर स्कुटी राखेर आउनुहुन्छ। हामी चाहिँ गाडीमा चढिसक्यौँ। हाम्रो सर जानु भएन, सरलाई कुरै बस्थ्यौँ। सर बिना त हामी त जान सक्दैनौँ। सबै जिम्मा मात्रै अगाडि आएर कुरै बस्थ्यौँ। सरले गाडी चिन्नुहुन्न क्या अन्त यस्तो प्रोफाइन भयो। सम्झनामा आज भोलि के भयो मलाई, निद्रा छैन यी आँखामा बस्छु म सधैँ डोलाएको के हो मलाई। कल्पनाको संसारमा व्यस्त छु, सोध्छु खोज्छु। चिठी लेखी पठाउला है त्यो तिम्रो नाम। अहिले चाहिँ डाँडामा रोकेको छ अनि हामी चट्नी खान लागेको छौँ। अहिले चाहिँ रातिको 10:50 भयो। बल्ल खाना रोकेछ के। कहाँ रोक्यो भने लालगढ धनुषामा। 11 बजे हामीले चाउचाउ खान लागेको छौँ। हाम्रो आजको डिनर यही हो। अर्कोचोटि भोलि बिहान खान्छौँ। आधी निन्द्रामा खान्छु, तर म निदाउन त निदाउँदिनँ। भए पनि आधी निन्द्रामा खाइरहेको। झ्याप होइन है गाइस, म सुतेर उठेको भएर। टाढीको मान्छेहरूलाई यो आफ्नै अड्डामा गएर राति 11 बजे रोक्ने मान्छे सुधारे हुन्थ्यो क्या। आधी निन्द्रामा हुन्छ बल्ल यति बेला रोक्छौँ भने खानु हुन्छ बल्ल। हामी चाहिँ झऱ्यौँ झापामा। यहाँबाट चाहिँ पाँचजना अटो लिएर जानुपर्छ। आइसक्यौँ। यहाँ एउटा पार्क छ, त्यो पार्कभित्र जाने हो। यहाँ पछाडि पार्कभित्र कति हुन् के कुकुर हामीलाई स्वागत गर्न बस्छ नि। यत्रो धेरै लुते कुकुर। धेरै सामान छ। हामी यहाँ अफिसमा आइसकेको छौँ अनि हामीले चाहिँ एउटा रुम दिनुभएको छ रेस्ट गर्नको लागि। अनि आज चाहिँ यहाँ चाहिँ पहिले गेस्ट आउनुभयो रहेछ कि इन्डियन गेस्टहरू, त्यही भएर माथिको रुम चाहिँ प्याक रहेछ। अनि दिउँसभरि काम गर्छौँ, बेलुका चाहिँ होटलमा जान्छौँ हामीहरू। यो हो अफिस। अहिले चाहिँ म देखाउँछु ब्याक गरेर कस्तो छ भने। राम्रो लगेको मेरो आज सुनेर यत्रो भइसक्यो क्या। यत्रो यो चाहिँ भोलिको लागि म यसमा फोटो खिचेर हाल्छु है भोलि। एक्ट नाउ, सेभ द टर्टल्स। यहाँ चाहिँ कस्तो राम्रो छ घुम्ने ठाउँ, फोटो खिच्ने ठाउँ। यहाँ छ अनि उता छ अनि यहाँ पनि यसमा नि भयो, यता नि हो, कति धेरै छ। लास्टै रमाइलो होला जस्तो यहाँ। हाम्रो खाना आइसकेको छ।
सुमन र अलिसा बनाएर भइसक्यो। यो मोबाइल के हो टल्केको थियो त्यो मेसो पाउँदैन म त। मलाई चाहिँ राति निद्रा लाग्दैन कि नाइट गाडीमा हिँडेपछि। अनि बिहान सुत्न ट्राई गरेको बिहान नै निदाइन। अनि अघि सुतेँ त्यहीँ अफिसमा। अनि आज चाहिँ हामी अफिसमा बस्दैनौँ, होटलमा बस्छौँ। अनि त्यही हो मलाई बोलाएर त्यहाँ ब्याग दिनु। त्यही भएर चाहिँ अब जानु लाग्यो। अब चाहिँ हामी बोटिङ गर्नेवाला छौँ। ल गाइस म है यहाँ ड्राइभर चाहिँ कता भन्नु है यो चाहिँ तिमीले चाहिँ त्यो हाल्ने हो तिम्रो खुट्टा र सबै आएन है यसरी भयो। हाई एभ्रिवान आज चाहिँ हामी झापातिर छौँ अनि झापाको चाहिँ हामी आज स्मृति पार्क मेरो पार्क गर्दैछौँ। मेरो पार्क हो है गाइस स्मृति पार्क हो। ओके त्यसो टेल कास्टमा यसै नै गरेको ढुँडे मात्र मनपर्ने होला अझै गरिदिएको मन नपरेन हेरौँ न नजिक जाने जाऊँ न त यहाँसम्म त आइसक्यो यसलाई घुमेर जानु बाटोली पोखरमा भिडियोमा भएछ। हामी चाहिँ यहाँ बोटिङ गरेर आयौँ। अब चाहिँ फर्किन्छौँ। जम्मा 50 रुपियाँ अरे बोटिङ गरेको कस्तो अचम्म लाग्यो। उता हामी चाहिँ तल त महँगो थियो आएर कस्तो सस्तो। कति प्राइस त उता खै 150 200 थियो। 150 त थियो मैले पहिल्यै सोध्दा। बाटोलीमा मैले 50 रुपियाँ अरे सस्तो हो नि। त्यहाँ फेरि झाउ पनि छ नि बिचमा रुख छ अनि त्यो झाड छ अनि पात खस्छ क्या टिकटकर साथी गाइस अम्मा मेरो कपाल त म साँच्ची मेरो मुख रिसाएको जस्तो देखिन्छ नि त हामीलाई गिलो चटबाट यस्तो क्रेभिङ्स भयो कि हामी नाइटमा कहाँ पाइन्छ मिठो कहाँ रहेछ धेरै हाइट भएको भनेर खोजेको झापामा रहेछ नाइट बसमा सर्ट लगाएर 15 घन्टाको बाटो आइहाल्यो। अब खान्छौँ मिठो देखाउँछौँ ल गिलो चटपटे खाना आइसकेका छौँ झापामा। लास्टै भोक लाग्छ। हेरौँ यहाँको चटपटेको चाहिँ एकदम हाइप थियो होइन गिलो चटपटे कस्तो हुन्छ हाम्रो एक्सपेक्टेसन मिट गर्छ कि गर्दैन। रातो मिठो चटपट होइन पुरी खान लागिरहेका छौँ। हेर्दा मात्रै यस्तो है गाइस यति खन्छु आहा यति खन्छु आहा जति खायो भने नमटाउने गाइस अझ अगा खाइन अरे एलिना हेर त तिमी नभएको त मलाई धेरै खान्छ भनेर भन्यो उसले हेर धेरै खान्छ 4 जनामा अनि उसले खान्छ अनि अर्चन खान्छ अनि मैले खान्छु एलिना हेर है भ्लगै हेर्छ कि हेर केही पनि नभन्दै हाम्रो भ्लग हेर्छ कि हेर्दा पनि थाहा हुन्छ क्या कतिको हेर्दो रहेछ कतिको लोयल रहेछ ल धोकेबाजमा चल्छु जस्तै होला टेस्ट भनेर यो यहाँ पिक बिग भन्ने पाउँदो रहेछ झापामा ट्राई गरेको मिठै लागेन। नुनिलो जताततै सक्यो पसन्द भन्यो चिसो खाने भनेर हामी सबै किन्न लाग्यौँ कोपा त बाच्चा उता उल्टो हो नि कोप्ने
थ्याङ्क यू आई मेरो 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 किन नभन्दा त मैले भर्खर जाउँछु तिमी खान्छौ बनाऊ म केटी कस्तो हामीलाई त्यो घर यस्तो गर्नु चापा त चाउचा गरेर त्यसै फुटेज खान ऐना हेरेर दिदी कति गरिदिनु भएको कि है त्यहाँ माथि देखियो गरिदेखि भएको अब दिदी आज साँच्चीकै म पहेँलो देखेको कि ए कस्तो सेतो देखेको यहाँ म कस्तो सेतो देखेको है किन हो र नदेखि यता उज्यालो रहेछ त्यही भएर हो म उता कस्तो कालो देखिन्छु र झापाको सी मोमो ट्राई गर्न लागेको छौँ खबर खाएँ जम्मा 7वटा पिस हुँदो रहेछ तर एकदम मिठो लाग्यो है 10मा मैले 8.5 रेट दिन्छु लास्टै गर्मी भर्खर नुहाएर भए अब चाहिँ खाना खान जान्छौँ मेरो यो सरले फुलिन तानेर जस्तो खेर दिस इज आवर डिनर गाइस यहाँ चाहिँ खाना कति धेरै राखिदिनु भयो हामीले त पुरा जिग्दी सगा धेरै भयो पिटीको तारी गर्दा I have changed over this past year, not in a dramatic way, not the kind of change. कुछ हेर्ने हो न त त्यो भिडियो हेरेर हाँस मार्ने एकताल यही हालिदिन्छु म त यसरी नै सक्यो हाम्रो डे 1 इन डे 2 गुड मर्निङ साथीहरू आज चाहिँ हाम्रो डे 2 हो अनि अहिले चाहिँ हामी झापामा छौँ आज चाहिँ ओल्ड टर्टल डे हो मे 23 अनि आज चाहिँ त्यहाँ प्रोग्राम छ अर्जुनधारा भन्ने ठाउँमा अहिले चाहिँ हामी बिर्ताबाट बसेको छौँ त्यहाँ चाहिँ अटोमा जानुपर्छ अटोमा जान चाहिँ लगभग 20 मिनट जति लाग्छ अनि हाम्रो त्यहाँ प्रोग्राम हुन्छ प्रोग्राममा चाहिँ के हुन्छ म पछि देखाउँछु हजुरहरूलाई हामी चाहिँ अब रेडी भएर प्रोग्राम गर्न जान लागेको छौँ एचबिसिएसको टी सर्ट लगाएर राम्ररी भएर स्टल छ हाम्रो त्यहाँ बसेर के टटलको बारेमा इन्फर्मेसन राम्ररी भन खै खै नाच्छु लगाउँछु हामी चाहिँ यहाँ रुमबाट रेडी भएर झऱ्यौँ अनि अटो लिएर जानुपर्छ क्या त्यहाँ जानलाई त्यो चाहिँ झापाको बस पार्क हो है गाइस बिर्तामोडको न झापा आई डोन्ट नो दे आर स्विट अर न अटोमा बसिसकेका छौँ जहिले 5जना भएर नमिल्ने के उहाँ चाहिँ कहाँ बस्नुभयो यहाँ चाहिँ दिदी आनन्द बस्नु दिदीलाई चाहिँ नो प्रब्लम चाहिँ खाना खाने ठाउँमा आइपुगेका छौँ अनि हामीले चाहिँ खाना 9 बजे भन्थ्यौँ आन्टीले चाहिँ 10 बजे बुझ्नु भएछ अनि हामी चिकन भन्थ्यौँ कि हिजो पनि चिकन पाएन किनभने यहाँबाट उहाँ बजार जानुपर्ने थियो कि चिकन लानुको लागि अनि भोलि त खाने भनेर भन्दै आज पनि खाना ल्याएन चिकन झापामा चिकन खाँदैखेर चाहिँ अहिले चाहिँ हामी खाना खान लागेको छौँ आएछ खाने दर्शक दिनहरू कसैले भात खाएन भने चिन्ता नगर्नु उसले प्रुफ पनि देखाएन कस्तो राम्रो प्लान रहेछ कि नक्कल जस्तै लाग्यो कि हामीलाई टाढोबाट हेर्दा त्यो नदेखाएर छ कस्तो राम्रो के रियलमा हेर्दा त झन् ठ्याक्कै त्यो 3D वाला टाइपको हो कि लास्ट राम्रो यार पेन्टिङ लाइक एक्सपर्टेसन डिस्टर्बिङ त्यही हो पोख्ने जस्तो कुरा त्यसले हुन्छ नि राम्रो रहेछ कसको हो र त्यो अर्को खान्छ टिस्यु पेपर रोलै कोठामा राखेको यो पेकिङले लगाएको भन्थ्यो
रेडी भइसकेको छ ल स्मृति दिदी हान्नु त नजानी रहेछ कि ल नजिक गएर हान्दैन यो टोटलको माल कस्तो राम्रो स्नेकको अन्डा लाइफ साइकल छ अनि हामी चाहिँ बेबी टर्टल अनि अहिले ठुलो हुन्छ सीमा जान्छ सी टर्टल है अनि सफ्ट सिल टर्टल यो अनि इफ उल्टो भयो जस्तो लाग्यो हेर न हेर न यो पछि कस्तो उल्टो भयो यो ए सिग्नेचर उल्टो यो उल्टो भएन त उल्टो भयो नि ठुलो कहाँ हुन्छ त नि यो यहाँ हुन्छ नट अस हु इफ नो नाउ वेन सो लेट्स अल टुगेदर सेभ द टर्टल यो उल्टो भयो सेभ होस् भनिरहेको छ टर्टलहरूले चाहिँ मार्नु भएन है ओए नेपालमा 20 प्रकारको टर्टल छ कस्ट्युम लगाएर हाम्रो टर्टल कस्ट्युम छ नि गाइस इफ यु फलो अस यु नो त्यो लिएर आउनु पर्ने प्राइस त लाएर हिँड्थ्यो यार म त लाउँदिनँ आइमानुहोस् उता फर्क यहाँ यता हेर यहाँ अलिक सुकेछ यति चुम्मा गऱ्यो यति राम्री लाग्यो हातभरि गाइस गालामा पनि किस गऱ्यो हातमा पनि किस गऱ्यो खुट्टामा पनि किस गऱ्यो कहीँ छोडेन प्रस्ताको यो चक्लेट चाहिँ हामीले गेम खेलेर बच्चालाई दिने भनेको प्रस्ताले निकाली चोरी खाएरै भइसक्यो कहिले हुर्किने यो बच्चा म यो सबैभन्दा बच्चा यहाँ भयो भिनाजुले नुला बेबी नै भन्नुहुन्छ अरे उसको बच्चा हो नि छोइयो खुट्टामा छोइयो उहाँको प्राइस लागि एउटा ल चक्लेट खानुहुन्छ कुन चाहिँ चक्लेट खानुहुन्छ टिकेटिङ होइन फ्रीमा हो लिन के ट्राई गर्छु ल हुन्छ यी मैले चक्लेट लिए त एउटा दिन छिर्न सक्छ तर तीनटा त कहाँ तीनटै छिराइन ल सरी एउटा त छिर्दै भने हावाले तान्छ कि यहाँ फेरिदिने हैन त्यो दुलो शक्ति हो के कच्छाको त्यो यहाँ माथिबाट पनि छिराइन्छ तलबाट पनि छिर्छ तपाईँ छिराउनु भयो भने पनि तपाईँलाई यसरी निहुरेर हान्नु भयो भन्छौँ नि त फेरि सिधा हान्नु पर्यो खेलको नियम त पालना त गर्नु पर्यो नि त मुखमा हान्देऊ ल फाल्दु थ्रो ल फेरि अर्को अर्को भएन यहाँ जङ्गल भयो रोक्दो रहेछ कि फेरि के बनाएको यो कछुवा हो राम्रो छ मन पर्यो तिमीले कछुवा देख्यौ हौ रियलमा देखेछ कहाँ देखेको नि फोटोमा कि फोटोमा आँखा बनाइदेऊ न कालो चक्क पर्दैछ तिम्रो नि हो तिम्रोमा आउने हो यहाँ बनाउने हो टर्टल कछुवा के बनाएको रे के बनाएको यो कछुवा ल धन्यवाद ल भयो ल जानुहोस् खेल्नुहोस् पार्कमा खेलेर आऊ है मम्मीको लुगामा लाउला सुके छैन ओ पर्यो खिचम बहिनी बहिनीहरूले हामीलाई आरु दे अघि झन् खिचेर हालिदिनु फेमस हुन्छु भनिरहेको थियो त आइडी पनि भनिदिनु हो शान्ति हो छोडी के भन्नुमा
यसो पढ्ने स्टुडेन्टलाई त केही पाइन्छ नि तपाईँहरू त्यो ठुलो पढिरहनु भएको दिदी आइडी भनिदिनु यतातिर दिदीले टिप्स हुनुहुन्छ भनेको छु नि त्यो मेरो फुपूको छोरी तिमीहरू पछि पढाएर दिन थाहै पाएन प्राथमिक बासस्थानमा गयौँ भने लगभग त्यसलाई देख्न सकिँदैन बेतनमा देखिन्थ्यो तर अहिले निकै कम भएको छ प्रकृति बचाउन कचुवा बचाउनुहोस् धन्यवाद कस्तो लाग्यो ल भएन थ्याङ्क यू ल चाइमच पर्छ त उताएर त अलि कतिवटा किनेको तिनटा त्यसो मैले बनाएको त्यसलाई चाहिँ पिक्चोरियल गाइड बुक अथवा पिक्चोरियल के भन्छ गाइड बुक अफ नेपाल टोटल अफ नेपाल भनेर उहाँले एउटा किताब बनाउनु भएछ श्याम कुमार पुन सरलाई जो यो पुस्तकका लेखक हुनुहुन्छ लेखकहरू तिनजना लेखकहरू तिनजना लेखक सर हुनुहुन्छ उहाँलाई आफ्नो छोटो प्रस्तुतिका लागि यहाँ डान्समा निमन्त्रणा गर्न चाहन्छु धन्यवाद चाहिँ हाम्रो यहाँ देखेको छौँ र यो चाहिँ म्याप चाहिँ हाम्रो त्यो बुकमा चाहिँ समावेश गरेको छ त्यस पछिलाई चाहिँ कसरी चिन्ने भनेपछि त्यसको चित्रहरू चाहिँ त्यो बुकमा समावेश गरेको छ र यो हाम्रो माथिबाट चाहिँ जस्तै यो गरम खप्टे सबैजनाले खाजा लिएर मात्र गइदिनु अनुरोध गर्दै क्यान्टिनमा गएर पुगिदिनु भएको छ म यहाँबाट खबर गर्छु सबैजना खाजा लिएर एकजना हार्दिक अभिनन्दन गर्छु त्यो बुक पनि हामीलाई चाहिँ कप दिनुभयो यस्तो छ राम्रो बनाऊ तिमी कलाकारिताले नगराउ न अहिले लास्टमा खिचाउने के स्टार्टिङ हो गाइज एन्डिङमा हेर्नु होला आर्टिस्ट भोइस ओभर गरिदिँदैछ भन हाम्रो सानो सरले भिडियो गरिदिँदै हुनुहुन्छ हाम्रो कत्रो ठुलो बनाऊ है ठुलै बनाऊ न म मोटी हुँ म जस्तै बनाइदेऊ न आज चाहिँ ओल्ड टर्टल डे हो त्यही उपलक्ष्यमा चाहिँ हामी आज झापा आएका छौँ हाम्रो चाहिँ प्रोग्राम सकियो मेरो के भन्ने म बोलेको सुनेर सब साथीहरू हाँस्नु भयो झापाको भयो ल प्रैसाको बनाएको टर्टल मैले बनाइदिएँ कति राम्रो कति मक्ख परिनु पर्छ चाहिँ ओ माइ गॉड मस्केर राम्रो भएर टर्टल हाम्रो मध्ये एकजना चाहिँ रिप्रेजेन्ट गरेर के बोल्दिन पऱ्यो भन्नुभयो अनि त्यसलाई चाहिँ पैसा जानुभयो नेपालमा चाहिँ 20 प्रजातिको टर्टल पाउँछ अनि त्यही टर्टलको चाहिँ हाम्रो बुक पनि थियो सरले लेख्नु भएको थियो त्यो बुक पनि यहाँ देखायौँ हामीले त्यो बुकको बारेमा पनि केही जानकारी चाहिँ दिनु थियो त्यो पनि दियौँ हामीले बालबालिकाहरूको एउटा सहभागिता पनि भयो यो पार्कसँगै रहेको यो तपाईँले वातावरण यहाँको कस्तो पाउनुभयो यहाँको चाहिँ अब मान्छेलाई चाहिँ टर्टलको बारेमा खास चाहिँ थाहा हुँदैन होइन त्यही भएर यहाँ चाहिँ अवेरनेस चाहिँ अलिक कम भएको जस्तो लाग्यो मलाई चाहिँ अनि हामीलाई स्टल राख्दै गर्दा चाहिँ कतिपयले चाहिँ चासो नि दिनु भएन अब त्यो चाहिँ किन हो चाहिँ थाहा भएन अहिले चाहिँ हामी खाजा खान लागेको छौँ खाजामा चाहिँ चिउरा भुजिया आलु प्याजको अचार अनि मासु साथीहरू मलाई यो टायरवाला खेल्न मन लाग्छ चढ्न मन लाग्छ यो चिलेटी खेल्न मन लाग्छ अनि ऊ त्यो देखियो होइन हाम्रो त्यसमा यहाँ खेल्न मन लाग्छ तर म जानु सकिनँ साथीहरू मेरो त टुटुल गन कत्रो उठेछ उनीहरूले गरेर हल्लिन्छ कि मस्त मगनमा कस्तो हो र उहाँ जान छोड्या
प्रस्ताव उसै पर उठेर खेलिदिन्छ अहिले त हात यताबाट छोड्या हो नि त पछाडि खस्दैन के अगाडिबाट छोड्नु हुँदैन सल्लकै किचडी देखेँ मैले मेरो मान्छे अगाडि के बोट प्रोग्राम पनि भ्यायौँ अनि घुमेर पनि भ्यायौँ अब चाहिँ हामी फर्किन लागेको छौँ बाटोमा चाहिँ एउटा मन्दिर अरे फर्किने बेलामा त्यहाँ पस्छौँ होला सायद झापाको अर्जुन धारा मन्दिरमा आरती हुँदै रहेछ अर्जुनको नाममा बनेर संस्थामा अर्जुन छ नि त अर्जुन त फेरि भगवान होइन नि त तिमीले किन भगवान होइन भजनमा नाच्यो धर्म हुन्छ अरे कि सर गान पर्छ चोटलाई सकिरहेर नाच्छ मलाई कोही मेला आउँछ जान पर्छ सर यसको फेस होइन अर्को सन्दन हुन्छ त्यो अर्जुन धारा धाम पनि गयौँ अब चाहिँ होटलतिर जान्छौँ घुमेर भ्यायौँ अर्जुन धाराको मन्दिरमा हामी बस्यौँ आधी घन्टा जति अनि अहिले चाहिँ हामी होटलमा आइसकेका छौँ लास्टै गर्मी छ एकदम चिटचिटवाला के अब चाहिँ हामी यहीँ वरिपरि घुमी बजार भनेर जाँदाको छौँ कता कता घुम्छौँ थाहा छैन बजार चाहिँ नजिकै छैन रहेछ यहाँ टाढा देखाएको छ बिर्तामोड बजार जान नि जाउँ के हुन्छ तल गएपछि प्लान थाहा होइन दिदीहरू चाहिँ तल गइसक्नु भयो तल जान्छौँ हामी ल हाम्रो मोमो चाहिँ आइसकेको छ ट्राई गरेर भन्छु ल म कस्तो छ हजुर one lollipop, 2 lollipop. अन्चप गर्न पनि भनेर इन्डियन चाहिँ नानी भयो अनि त विष्णु भएको मान्छे हो नि त हामी चिकन खान्छौँ ल चिकन पालेको गऱ्यो भने कति हुन्छ सङ्ख्या कसरी म्यानेज गर्छ त्यही भएर काट्छ पपुलेसन मेन्टेन गर्नको लागि हुनु पऱ्यो नि त्यसलाई खाने त्यसलाई नखाने त छुट्टा खानुपर्छ कि गाई जाने भनेको यस्तो ठुलो पानी पऱ्यो यस्तो ठुलो पानी पऱ्यो यसरी परेको के